यदि दुईवटा शब्दले तपाईको अस्तित्वका सारा प्रश्नहरूको जवाफ दिन्छन् भने बाइबल कुनै बहसबाट सुरु हुँदैन। यो त एक घोषणाबाट सुरु हुन्छ। आदिमा परमेश्वर बोल्नुहुन्छ र ज्योति देखा पर्छ। उहाँले समुद्रहरू, पर्वतहरू र समस्त जीव जन्तुहरूको रचना गर्नुहुन्छ अनि त्यसपछि उहाँले एउटा असाधारण कार्य गर्नुहुन्छ। उहाँ निहुरुनुहुन्छ, माटोबाट मानिस बनाउनुहुन्छ र उसको नाकमा जीवनको सास फुकिदिनुहुन्छ। तपाईँ परमेश्वरकै स्वरूपमा बनाइनु भएको हो, उद्देश्य सहित सृष्टि गरिनु भएको, उहाँको आनन्दका लागि विशेष रूपमा तयार गरिएको बगैँचामा राखिनु भएको। यो पाप र पतन हुनुभन्दा अघिको संसार थियो। परमेश्वरले हरेक मानिसका लागि मूल रूपमा चाहनु भएको योजनाको एक झलक। उत्पत्तिको पहिलो पृष्ठले नै यो स्पष्ट पार्छ, तपाईँ कुनै दुर्घटनाबाट अस्तित्वमा आउनु भएको होइन। तपाईँ त्यो परमेश्वरको उद्देश्यपूर्ण सृष्टि हुनुहुन्छ जसले तपाईलाई बनाउन योग्य ठान्नुभयो। टिटिभी नेपाली एप डाउनलोड गरी हरेक पदको अर्थसहित थ्रु द बाइबलसँग अध्ययन गर्नुहोस्, जहाँ बाइबललाई सरल रूपमा बुझ्न सजिलो बनाइएको छ।